हेलो, म चाहिँ यहाँ मेरो बाँसुरी बनाउने ठाउँमा छु। अनि मैले चाहिँ यो बाँसहरू चाहिँ यसरी बाँधेर राखेको छु यो बाँसुरी बनाउनलाई। यो सानो यो चाहिँ अलिक ठुलो ठुलो बाँसहरू हो। अनि मैले काटेर राखेको बाँस चाहिँ यतातिर छ यो। अनि यो चाहिँ मैले यो ब्रान्डिङ गरेर यो नामसाम पनि लेखेर ल्याएको बाँस हो। अनि यहाँ बस्दा चाहिँ यहाँ अब ल्यापटपमा यसो गीतहरू सुन्दै भजनहरू सुन्दै बाँसुरी बनाउँछु। अनि यसरी चाहिँ अनि बाँसुरी चाहिँ छुट्टै छुट्टै अब बाँधेर साइजको त्यो चाहिँ सबैभन्दा ठुलो अब सीको बाँस C7को। अनि यता चाहिँ डीकोहरू छ। यो चाहिँ फेरि अब यो चाहिँ बाँस होइन, बाँसुरी बनाउने यो चाहिँ अब ब्याग बनाउनको लागि हो। अनि ब्याग बनाउनलाई यसको यसभित्र चाहिँ जे होस् यो चाहिँ पेपरको हो। यसमा चाहिँ सुरक्षित अब राखेर अब उ गर्छ भनौँ न। अब यसभित्र चाहिँ राखेर चाहिँ यस्तो कटिङ गरेर यसलाई राख्ने केसहरू बनाउँछु क्या म चाहिँ। अनि यहाँ बाँसहरू आउँदा चाहिँ यस्तो आउँछ अब आँखासँगको। अब यो चाहिँ अलिक लम्बाइ पुगेन यो बाँस चाहिँ। अनि यत्तिकै अब लम्बाइ नपुगेको बाँसहरू यो मैले यो 36 इन्चको चाहिँ मैले C स्केलको बाँसुरी बनाएको। यस्तो चाहिँ यो चाहिँ ठुलो C बेसको बनाएको, तर अलिकति यो सुरमा गडबडी भयो। बाँस यत्तिकै छ, यो चाहिँ सुरमा गडबडी भएकोले गर्दाखेरि यस्तै छ हौ। अनि यो पनि ऊ नै हो, बाँसुरी नै। यो चाहिँ प्याकिङ गर्ने नै प्याकिङ बक्स नै हो। अनि प्याकिङ बक्सहरू चाहिँ अब लिएर आउँछु अनि प्याक गरेर दिनु भनेर। अनि यहाँ मैले काटेको बाँसहरू छ। यो BC स्केलको बाँस, BC स्केलको बाँस। अनि हो अब यो अघि देखाएको मैले प्याकिङ गर्ने। अनि यो C स्केलको बाँसुरी बनाएको, तर यो अलिकति लामो, अलिकति सुरमा गडबडी भयो र यत्तिकै छ। अनि यहाँ पनि छ यी मेरो बाँस यत्तिकै छ। यो बनाएको बाँसुरीहरू यो के लेखेको छ, अलिकति यो यस्तो बाङ्गो भयो र मैले बाँसहरू फुट्याएको। यो चाहिँ मैले पहिला किनेको बाँस। अब बजाउँदा बजाउँदा बेसरी बजाएर यसरी यो चर्कियो। यस्तो छ। यो चाहिँ मैले पहिला नै किनेको बाँस हो। तर अभ्यास यो चाहिँ मैले पहिला भूकम्पको बेला बेसरी बजाएँ नि त। अनि बजाउँदाखेरि चाहिँ त्यो तातिएर चर्कियो क्या यो। यस्तै छ मेरो बाँसुरीहरू। यो चाहिँ D बेसको बाँसुरी हो, D बेसको बाँसुरी। अनि मैले यहाँ बनाएर पनि राखेको छु। यो चाहिँ D स्केलको बाँसुरी। अनि चाहिँ यो चाहिँ D स्केलको बाँसुरी, D C7सम्मको छ। यहाँ मैले C को चाहिँ त्यहाँ 2-3 अस्ति 12 पिस जति ल्याएको। अब वर्षमा C को बाँसुरी एउटा दुईटा, अब बेस C को अब यस्तो C को बाँसुरीहरू एउटा दुईटा मात्रै जान्छ क्या। त्यही भएर मैले धेरै एउटा बनायो भने अब C को एक वर्षमा 2-3टा हो। नत्र भने अब ठुलो C को किन्नै सक्दैन मान्छेहरूले, किन्न पनि सक्दैन, बजाउन पनि सकिँदैन, महँगो पनि पर्छ, बाँस पनि पाइँदैन फेरि ढ्याक होइन। त्यही भएर पनि अब समस्या हुन्छ भनौँ न। अनि मैले
बनाएको यो चाहिँ बिग्रेको बाँसुरीहरू। अब यस्तो बिग्रियो भने चाहिँ अब हामीले अलिकति सुरमा गडबडी भयो, त्यही भएर सुरपेटीको ठ्याक्कै नलाएपछि अब यस्तो यो चाहिँ सस्तो पसलतिर बजारमा पठाउने हो। अब यो चाहिँ अब सुरपेटीकामा इक्वल नभएको बाँसुरीहरू नि त, सुर नलागेको बाँसुरीहरू। अनि यो मेरो डीको बाँसुरी, यो डी सार्पको बाँसुरी, यो सी सार्प बेस, अनि सी सार्प बनाउँदा बनाउँदा कोहीहरू यसरी फुट्छ क्या फेरि। अनि यो हिजो बनाउँदा बनाउँदै प्याचाक्क गइगयो। अब फुटेपछि के गर्नु त होइन, बाँस हो। अब बनाउँदा बनाउँदा कोही बेला अब प्याचपुच गइहाल्छ। अनि त्यस्तो बनाउँदा अहिले चाहिँ मेरो यो सानो बाँसहरू चाहिँ सकिरहेको छ, अब ल्याउनु पर्ने। अब सायद अब बिदापछि अब ल्याउँछ होला, अब बाँस ल्याउनेले पनि जस्तो लागेको छ। मैले यो चाहिँ सीको ठुलो चाहिँ हो, यो चाहिँ सी। यो चाहिँ एउटै तलदेखि माथिसम्म सी बेसको बनाउनलाई ल्याएको। यिनीहरू अब जी, अब त्यस्तै जी सबहरू बन्छ। अनि यो मैले एफको लागि छुट्याएर राखेको यो चाहिँ सी सार्प लेखेको छ। अनि यो तयारी बाँसुरी हो, मैले तयार गरेर राखेको। यो चाहिँ धागो बाँध्नु पर्ने छ यो प्याकिङको लागि। अनि प्याकिङको लागि यो यसरी ल्याएर राख्नुपर्छ। अब त्यतिकै बाँसुरी मात्रै किनभने प्याकिङ गरेर दिनलाई राम्रो हुन्छ भनेर यताभित्र छ। यिनीहरू चाहिँ अलिकति मैले जी सार्पहरू लेखेको रहेछु, यसरी जी सार्पको बाँसुरीहरू। अनि तर अलिकति यो बाँस यतिकै भएर मैले यिनीहरू भित्र चाहिँ काम नलाग्ने बाँसहरू हो। यिनीहरू चाहिँ अब यस्तो छ, अब यिनीहरू चाहिँ अब काम लागेन नि त। बाँस अब यो मोटो न मोटो छ, बाक्लो न बाक्लो भएपछि त अब त्यसको प्वालै देखिँदैन। अनि कसरी बनाउनु होइन, अब त्यो छान्दाखेरि त्यस्तो हुन्छ। यो यस्तो बाँस आउँछ, काटेर बनाउनु पर्यो। तर यो यसको साइज अनुसार यसको चाहिँ गोलाइ पुगेन, लम्बाइ पनि पुगेन क्या। त्यही भएर यतिकै छ, लम्बाइ पुग्नु पर्यो। यो खाक्सी हो, मैले युज गरिरहेको खाक्सी हो बनाउनको लागि। यो अरू के छ, यो पनि डीको बनाउनलाई तयार गरेको रहेछु बाँस। यो चाहिँ डीको बनाउनलाई तयार गरेको रहेछु। यिनीहरू सबै यी स्केलको छ, तर यो बाँसुरी बिग्रेको। अब बेसुर भएर होइन, यस्तो थुप्रो छ यो बाँसुरी हो बिग्रेको। अब यिनीहरू चाहिँ अब यिनीहरू राखेको छ, यिनीहरू चाहिँ अब अलिक यो पसलमा सस्तोमा बेच्नको लागि पठाउनु हो। सुर मिलाउँदा प्वाल गल्ती भएपछि यस्तो हुन्छ कि। अब पनि बाँस यो जीको बनाएको होला। यो प्वाल बस्नु, यसको यो जति अब नखोलिन्जेलसम्म सुर लाग्दैन, खोल्दाखेरि यस्तो हुन्छ। त्यतिकै छोड्दै बेच्दै गर्ने कुरा चाहिँ छैन बाँस। यिनीहरूको चाहिँ यो बीको बाँसुरी बीसीको बनाउनलाई ठिक हुन्छ जस्तो लागेको छ। अब यो उनको बनाउनलाई राखेको यस्तो छ। यिनीहरू अब खोप्नलाई रेडी गरेको। अब यस्तो त अब सेल गरेर त भएन, यस्तो 2-4वटा छ बाँसहरू। यिनीहरू चाहिँ अब सस्तोमा पसल पठाउने हो। पसल पठाउनलाई मैले तयार गरेको। कोही यसरी फुट्छ, प्याचाक्कै गइहाल्छ, कोही के हुन्छ। अनि सबैको बाँसुरी भन्दै नै अब आफ्नो बाँसुरी पनि छ फेरि। अब अर्काको बाँसुरी बान्दै पठाउँदै गरिन्छ, आफ्नो चाहिँ नाङ्गै छ बाँसुरी बनाउन। धागो पनि बानेको छैन।
धागो पनि। अनि यो चाहिँ मैले अब कुन बनाउनलाई यो सानो बाँस सक्यो मेरोमा, लगभग यति रहेछ सानो बाँसहरू। ल्याउनु पर्ने छ ठुल्ठुलो मात्रै छ धेर, अब ठुलो भन्दा अब ठुलो महँगो पनि पर्छ, ठुलो भन्दा सानो नै अब यस्तो अब ठुलो भन्दा अब सानो नै बाँसुरीहरू धेरै जान्छ नि त, मान्छेले ठुलो बजाउन सक्दैन। अनि अब सी डी ई एफ त्यस्तैको बजाउँछ। अनि मैले यहीँ काटेर ठिक्क पारेको बाँसहरू छ। यिनीहरू चाहिँ अब को ए सार्प लेखेको रहेछ, ए सार्प बनाउनलाई, यो सी सार्प बनाउनलाई। यो सी सार्पको रहेछ। सी सार्पको चाहिँ मैले छुट्याएर राखेको छु। सी सार्प दुईवटा बनाउनलाई यहाँ मैले बाँस, यो चाहिँ सी सार्प सीको धेरै जान्छ, सी सार्पको चाहिँ अलिक कम जान्छ। तर मैले 4-5वटा चाहिँ छुट्याएर राखेको छु। यो मैले यो पनि सी डी हो यिनीहरू। यो दुईवटा चाहिँ मैले जीको बनाउने कि जी सार्पको बनाउने भनेर छुट्याएर राखेको बाँसहरू हो। अनि यहाँ मैले एको चाहिँ थुप्रोवटा चाहिँ यहाँ एको मैले कलिक 6-7वटा छ। ए बेसदेखि एबिसिडी या शुद्ध स्वरको 7वटा बाँसुरी चाहिँ धेरै डिमान्ड भइरहेछ नि त। अनि त्यही भएर मैले एको बीको सीहरू चाहिँ तयार गरेर राख्छु छु। यो हिजो बनाउँदै फुटेको होइन। अब ब्रान्डिङ गरिसकेपछि यसरी बाँसुरी प्याट्टै फुट्छ होइन। हेर्नु त, ब्रान्ड नाम लेखिसक्यो, यो स्केल स्केलको नाम लेखिसकेपछि फुट्छ यसरी। पैसा अब किनेर ल्याएर सबै काटछाट पारेर रेडी गरेपछि अब प्याट्ट फुट्छ क्या। अनि त्यसो हो भने त कस्तो अब आफूलाई चाहिँ अब कटक्क हुन्छ नि त। हेर्नु न, अब हिजो बनाएर अब ल्यायो यसरी ई स्केल लेखेर ल्यायो यस्तो। अनि प्याट्ट बनाउँदै फुट्छ। त्यस्तै यिनीहरू खाक्सीहरू अब यसलाई कोट्नु पर्यो, काट्नु पर्यो, के चाहिन्छ अब हेर्नु, एक्सो ब्लेडदेखि लिएर रुरलदेखि लिएर होइन। यता पनि छ फेरि मैले के हो यो नाप्नलाई धागो, अब के हो के चाहिने के छ त्यसको बाँसुरी बनाउनलाई यो खाक्सी युज गर्नुपर्छ। अनि त्यसमाथि यो पेपर खाक्सी पनि युज गर्नुपर्छ। त्यसमाथि फेरि यो अर्को यो खालको खाक्सी पनि के अरे यो वाटरप्रुफ भन्दो रहेछ, यो पनि चाहिन्छ। अब कतिवटा चाहिन्छ। अब यहाँ ल्यापटप राख्नु पर्यो, सुर बजाउनु पर्यो होइन, सुर पेटिका। अनि बजाएर बल्ल सुर मिलाएर मात्रै अब पठाउनु पर्छ। त्यस्तो अब यस्तो छ बिजोक चाहिँ यतातिर बाँसुरी। यता धागो बनेर बाँस रेडी गरेको यस्तै छ। अब बाँसुरी बनाउनलाई धेरै नै अब चाहिन्छ। सिप पनि चाहियो, बुद्धि पनि चाहियो, बिग्रिन्छ, फुट्छ होइन। त्यस्तै हो, यस्तै छ हौ मेरो बाँसुरी बनाउने ठाउँ। यिनीहरू चाहिँ बाँसुरी बनाउनलाई तयार गरेको। तपाईँहरूलाई बाँसुरी चाहियो भने चाहिँ त्यही हो, वाट्सएपमा 9803270216 अथवा फेसबुक पेजमा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। अलिकति अब अर्डर चाहिँ धेरै छ, बिस्तारै बनाउँछु। अब जे पाए त्यही बाँसुरी बनाएर पठाउने पनि गर्नु भएन नि त। अब पैसा लगाएपछि राम्रो बाँसुरी बज्ने, सुरुमा बज्न त फेरि अब बेसुरको बाँसुरी पनि बज्छ नि, तर सुरुमा बज्ने बाँस हुनु पर्यो। यस्तो छ हौ मेरो बाँसुरी बनाउने ठाउँ। अनि मैले यो चाहिँ हिजो मैले यहाँ रेडी गरेको छु। यो हो चिन्न लगाएको छु ट्याक्क। अब एको बनाउँ भनेको, तर यो ए चाहिँ डिफेक्ट छ जस्तो लाग्यो। अनि मैले यो यतिकै बनाएन, यतिकै छोडिदिनु पर्यो। ल यस्तै छ मेरो बाँसुरी बनाउने ठाउँ। थ्याङ्क यू भेरी मच। मेरो भिडियो हेर्नुहुन्छ त्यसले चाहिँ सेयर गरिदिनुहोस् होइन। अनि मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोस्, मेरो पेजमा फलो गरिदिनुहोस्, मेरो भिडियो सेयर गरिदिनुहोस् ल।